हेलो गाइज, आज म फर्स्ट टाइम होइन भिडियो बनाउँदैछु। त्यो पनि आज के लिए होइन, अब बिहिबारको मेरो जहिले पनि बिदा हुन्छ। आज होइन टक्क अब होइन मिठो मिठो पकाएर खाने अनि मिठो मिठो सामान होइन मिठाईहरू लिएर आएको छु होइन। फर्स्टमा के देख्छ होइन, माछा रौ माछा आज पकाएर खाने हो। त्यो पापड छ, पापड लिएको। त्यसपछि मिठाई छ, मिठाई खाने हो कहिलेकाहीँ। अनि त्यसपछि यो पनि मिठाई हो। अनि एउटा सेतो खालको फ्रिजमा हुन्छ, फ्रिजमा छ। त्यसपछि यो खुर्सानी, त्यसपछि सबै मिक्स भएको मसला। त्यसपछि खोइ यो के थाहा छैन, मैले खसी मासुमा हाल्ने भनेको यही हो। मलाई खसी मासु लास्टै मिठो लाग्छ। यो अचार म्याङ्गोको होइन, यो खसी मासुमा हाल्ने मसला मलाई लास्ट मिठो लाग्ने भनेको खसी मासु हो। यो मिट मसला होइन। अरू के छ योहरू अब मसला भनेको मैले अब नाम थाहा हुँदैन, तर सबै मसला हालेर होइन म खसी मासु पकाउँछु। अनि यो तिलौरी भन्छ हामीहरूको, मैथिली भाषामा तिलौरी भन्छ, नेपालीमा के भन्छ मलाई थाहा छैन, तर मिठो लाग्छ होइन तेलमा फ्राई गरेपछि। यो भनेको गरम मसला होइन, भनेको पचफोर्ना। अनि यो भनेको यो मैले चामल भनेको बासमती मात्रै खाने गर्छु होइन। ल धन्यवाद। अब उजरा पनि मिठाई छ, त्यो म फ्रिजमा खोलेर अहिले पनि देखाइदिन्छु है। लास्टमा होइन यो मिठाई पनि छ। यो मिठाई मैले भर्खरै फोडेर खाएको, अनि त्यसपछि भिडियो बनाएको होइन। जति साथीहरू छ अनि खाने मन छ भने आउनु होइन। ल धन्यवाद।